अब तपाईं सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम दिगो राम्रो। नमस्कार, रेडियो कार्यक्रम दिगो राम्रोमा तपाईंलाई स्वागत छ। म सोभिता रिसाल। कार्यक्रम दिगो राम्रोको यो 6औं भाग हो। हरेक साता यसै समयमा प्रसारण हुने यो कार्यक्रममा हामी प्राकृतिक स्रोत व्यवस्थापन र हरित आर्थिक वृद्धिका विविध विषयवस्तुमा कुराकानी गर्छौं। कार्यक्रम दिगो राम्रोको आजको अङ्कमा भने हामी ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन र व्यवस्थापनका विषयमा कुराकानी गर्दैछौं। ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन र बिक्री वितरणमा हुने गरेको अनियमितता, यसको उपयोगको विषयलाई लिएर प्रदेश तथा स्थानीय तहबीच देखिने गरेको विवाद, स्थानीय तहहरूकै बीचमा देखिएको समस्या र त्यसको समाधानको उपायका बारेमा चर्चा गर्नेछौं। साथै यसमा तीनै तहका सरकारको समन्वय र विवाद समाधान गर्नमा स्थानीय तहहरूले अपनाएका समाधानको उपायहरूका बारेमा पनि चर्चा गर्नेछौं। हरित आर्थिक अभियान अन्तर्गत तपाईकै समुदायमा भइरहेका हरित अभ्यास सुन्नेछौं भने अन्य सन्देशमूलक सामग्रीहरू पनि रहनेछन्। नेपालमा ठूला ठूला नदी, खहरे खोला र तिनबाट प्राप्त हुने निर्माण सामग्रीहरू उत्खनन, बिक्री र ठेक्का पट्टाको विषय चासो र चर्चामा रहिरहन्छ। नदीको प्राकृतिक अवस्था र सौन्दर्यतालाई दोहन हुन नदी, नदीजन्य पदार्थहरू, ढुङ्गा, गिट्टी, बालुवाको उचित उपयोग तथा उपभोग गर्दै यसबाट लाभ पनि लिनुपर्छ। तर एकातर्फ नदीजन्य पदार्थको उत्खननमा संयमता अपनाएको देखिँदैन भने अर्कोतर्फ यसमा कसको अधिकार रहने भन्नेमा नै बेलाबखत विवाद भइरहन्छ। देश संघीयतामा गएसँगै संविधानले तीनै तहका सरकारलाई सहज हुने गरी प्राकृतिक स्रोत उपयोगको अधिकार बाँडफाँड गरिदियो। संविधानको अनुसूची 8ले जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षणको अधिकार स्थानीय तहलाई दिएको छ। यस्तै अनुसूची 7ले प्रदेश सीमा नदी, जलमार्ग, वातावरण संरक्षण, जैविक विविधतालाई संघ र प्रदेशको साझा अधिकारको सूची अन्तर्गत राखेको छ। खानी अन्वेषण र व्यवस्थापनको जिम्मा प्रदेश सरकार अन्तर्गत पर्दछ। खानी उत्खनन, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा सिमसार क्षेत्र, राष्ट्रिय वन नीति, कार्बन सेवा संघको एकल अधिकार सूचीमा छ। तर अनुसूची 9ले प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी र खानी तथा खनिजजन्य पदार्थबाट प्राप्त हुने राजस्व संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारका रूपमा राखेको छ। नदीजन्य पदार्थ, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्री वितरणलाई व्यवस्थित बनाउन सरकारले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 बनाएर लागू पनि गरेको छ। विकास निर्माण कार्यमा ढुङ्गा, गिट्टी, बालुवा लगायत नदीजन्य तथा खानीजन्य पदार्थको अभाव हुन नदिई सहज आपूर्ति गर्न यस्ता निर्माण सामग्रीको अनियन्त्रित दोहनलाई निरुत्साहित गरी दिगो उपयोग गर्न र यस क्षेत्रबाट प्राप्त हुने राजस्व सङ्कलनलाई व्यवस्थित गर्न तथा गाउँपालिका, नगरपालिकालाई ढुङ्गा, गिट्टी, बालुवा एवं माटोजन्य वस्तुको बिक्री गर्ने अधिकारको उपयोग गर्ने व्यावहारिक प्रक्रिया निर्धारण गर्न यो मापदण्ड बनाएको ऐनको प्रस्तावनामा उल्लेख छ। तर मापदण्ड अनुसार काम नभएको र खानी ऐनभित्र रहेको ढुङ्गा, गिट्टी, बालुवालाई ऐनले पूर्ण रूपमा समेट्न नसकेको कतिपयको भनाइ छ। स्थानीय तहमा नदीजन्य पदार्थ उत्खनन गर्ने, बिक्री गर्ने र कर सङ्कलन गर्ने विषयमा कतिपय स्थानीय तह र प्रदेश बीच नै बेलाबखत विवाद हुने गरेको छ। ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्डले स्थानीय पालिकालाई नदी तथा खनिजन्य पदार्थको उत्खनन तथा सङ्कलन गरिने क्षेत्र निर्धारण गर्ने, उत्खनन र सङ्कलन सम्बन्धी कार्ययोजना तयार गरी गाउँ वा नगर कार्यपालिकाबाट स्वीकृत गर्ने, वातावरणीय अध्ययन प्रतिवेदन तयार गरी स्वीकृत गराउने, गाउँसभा वा नगरसभाद्वारा स्वीकृत दरमा उत्खनन, सङ्कलनको अनुमति र बिक्रीका लागि ठेक्का व्यवस्था मिलाउने अधिकार दिएको छ। तर कतिपय पालिका बीच, पालिका र प्रदेश सरकार बीच, पालिका र स्थानीय बीच ढुङ्गा, गिट्टी, बालुवा उत्खननलाई लिएर विवाद छ। सहकर्मी सुरेश पिडारीको यो रिपोर्ट सुनौ। ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड अनुसार गाउँपालिका वा नगरपालिकाले नदीजन्य पदार्थको सङ्कलनका लागि नदीको धारमा परिवर्तन हुने व्यवस्था मिलाई ड्याम वा तटबन्ध निर्माण गरी
उत्पन्न प्रविधिको प्रयोगद्वारा रिभर माइनिङ गरी बालुवा प्रशोधन र बिक्री गर्ने कार्य सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्न सक्छन्। हाल सोही मापदण्डका आधारमा स्थानीय सरकारले प्रारम्भिक वातावरणीय परीक्षण IEE, वातावरणीय प्रभाव मूल्याङ्कन EIA र संक्षिप्त वातावरणीय अध्ययन गरेर नदीजन्य पदार्थ ढुङ्गा गिट्टी बालुवा उत्खननको लागि ठेक्का दिँदै आएको छ। नदी एउटै पालिकाभित्र परेको अवस्थामा त ठिकै छ, अन्यथा साँझ सिमाना विवादका कारण वर्षौंसम्म ठेक्का लाग्नै समेत समस्या हुने गरेको देखिएको छ। रौतहटको चन्द्रपुर र सर्लाहीको बागमती नगरपालिका बीच बागमती नदी क्षेत्रमा उत्खनन गरिने ढुङ्गा गिट्टी बालुवाको बारेमा लामो समय विवाद चल्यो। 1 महिना अघि मात्रै दुई पालिका बीचमा बागमती नदीको मध्य भागबाट सिमाना छुट्याएर उत्खनन गर्ने सहमति भए पनि कार्यान्वयनमा आउन सकेको छैन। चन्द्रपुर नगरपालिकाका प्रवक्ता विष्णु प्रसाद उप्रेती बागमतीको पुलबाट 300 मिटर तलबाट पूर्वको भाग बागमती नगरपालिकाले निकाल्ने, पश्चिमको भागबाट चन्द्रपुर नगरपालिकाले बालुवा गिट्टी निकाल्ने भन्ने सहमति गरियो। अब दुनियाँभरको मुद्दा मामिलो सुरु कहाँ के हुने हो त्यसलाई आई गर्नुपर्ने, त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन। बागमती नदीकै ढुङ्गा गिट्टी बालुवा उत्खनन बारे रौतहटकै वृन्दावन नगरपालिकाको रमौली घाट, गढीमाई नगरपालिकाको समनपुर घाट, गुजरा नगरपालिकाको लमहा घाट र फतुवा विजयपुर नगरपालिकाको लालबकैया नदीको ठेक्कामा नगर प्रमुख र जनप्रतिनिधिहरूबीच आपसी विवाद छ। स्थानीय तह बीचको आपसी विवाद होस् वा आन्तरिक विवाद, तत्कालको लागि समाधान निकाले पनि ढुङ्गा गिट्टी बालुवाको ठेक्का लगाउने समयमा फेरि बल्झिने गरेको छ। वृन्दावन नगरपालिकाको उपप्रमुख सङ्गीता कुमारी राम मानदमा चाहिँ बालुवा गिटी उठाउनु भयो, कर पुरै नगरपालिकामा जम्मा गर्नु भएन खातामा, एकलौटी निर्णय गरेर हाललाई अहिले चाहिँ त ठेक्का लाग्नु भएको छ। ठेलीमा चाहिँ न छाप छ न त्यसमा सिग्नेचर छ, यस्तै हावाको गतिमा चाहिँ बालुवा गिटी चाहिँ ढुवानी गरिरहनु भएको छ। देशभरि यस्ता समस्या भए पनि नदी र नदीको फैलावट तराईमा धेरै भएकोले मध्य प्रदेश र चुरे क्षेत्रमा यस्ता विवाद धेरै छन्। पर्साको पटेरवा सुगौली र सखुवा पर्सौनी गाउँपालिका बीच पनि जमुनिया खोलाबाट ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्ने विषयमा विवाद छ। सर्वोच्च अदालतसम्म पुगेको यो समस्या ठेक्का प्रक्रिया थाल्ने बित्तिकै फेरि चुलिन्छ। संघीयता पछिको 1 वर्ष मात्रै पटेरवा सुगौली गाउँपालिकाले खोला ठेक्का लगाएको छ। विवादकै कारण चालु आर्थिक वर्षमा 2 पटक नदीको ठेक्का आह्वान गरिए पनि कुनै पनि ठेकेदार उत्खननका लागि तयार भएनन्। यसो हुँदा खोलाबाट दुवै पालिकाले लाभ लिन पाइरहेका छैनन्। पटेरवा सुगौली गाउँपालिकाको उपाध्यक्ष ममता महतो कि यो खोला हाम्रो हो, हामीले उत्खनन गर्न पाउनु पर्छ भनेर मुद्दा गर्दै गर्दा हाम्रो हकमा फैसला भयो। फेरि उहाँहरूले वडाको मार्फतबाट सर्वोच्च अदालतमा मुद्दा गर्नुभयो, त्यो मुद्दा पनि उहाँहरू हार्नुभयो। अगाडि वर्षमा हामीले ठेक्का लगायो, जनताहरूलाई उकासेर त्यहाँको जनताहरूसँग अवरोध गराएर हाम्रो ठेक्का चल्न दिनु भएन। अहिलेको आर्थिक वर्षमा हामीले त्यो फेरि ठेक्का लगायौँ। ढुङ्गा गिट्टी बालुवा उठाउन सक्ने अवस्था चाहिँ छैन, त्यहाँको स्थानीयबाट दबाव आइरहेछ, त्यहाँको पालिकाबाट पनि दबाव आइरहेछ भनेर विभिन्न कुराहरू गरेर उहाँहरूले सम्झौता गर्न आउनु भएन। पटेरवा सुगौली गाउँपालिकाको आन्तरिक स्रोतको वृद्धि गर्ने 1.5 करोडको लक्ष्य हामीले लिएको थियो, त्यो लक्ष्य पूरा हुन सकेन। सखुवा पर्सौनी गाउँपालिकाले जमुनिया खोला सखुवा पर्सौनी गाउँपालिका वडा नम्बर 1 मा पर्ने दावी गर्दै आएको छ। तत्कालीन सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल र पटेरवा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले आम्दानीको 65% सखुवा पर्सौनी र 35% पटेरवा सुगौलीले लिने सम्झौता गरेर नदी उत्खनन गराएका थिए। सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव हरेक वर्ष 100 बिघा जग्गा किसानको तपाईको त्यो खोलाले गर्दा क्षति पुगेको छ। तपाईहरुको भएको भए पटेरवा सुगौलीको क्षति पनि उता हुन्थ्यो। 100% सखुवा पर्सौनीको हुँदा हुँदै पनि पूर्व गाउँपालिका अध्यक्ष सखुवा पर्सौनीको 35 र 65 को जुन भागबण्डा एउटा गर्नु हो, मूल्य त समस्या त्यो हो, तर त्यो सीमित समयको लागि मात्र थियो। त्यो विवाद सल्टिएन भने सखुवा पर्सौनीको लागि वर्षनी 2 करोडको राजस्व हो, 5 वर्षमा 10 करोड पैसा हुन्थ्यो। ठुलो काम हुन सक्थ्यो स्थानीय तहको लागि। मधेस मात्र नभई कोशी, बागमती, लुम्बिनी लगायत देशका 7वटै प्रदेशमा नदीजन्य पदार्थको उत्खननलाई लिएर पालिका वा पालिका भित्रै आन्तरिक विवाद हुने गरेका घटना बाहिर आउने गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा देशभरिबाट फरक स्थानीय तह र एउटै स्थानीय तहका फरक वडाबीच सीमा विवादका 101 वटा निवेदन पुगेका छन्। ती निवेदन मध्ये कतिपय स्थानीय तह बीचको विवाद प्राकृतिक स्रोत उत्खननको विषयमा रहेको मन्त्रालय अन्तर्गत संघीय मामिला महाशाखा प्रमुख प्रकाश दाहाल बताउनुहुन्छ। आएका केसहरूलाई
सङ्कलन गरौँ अनि त्यसपछि त्यसको प्रकृतिको आधारमा चाहिँ ऐनमा संशोधन गरेर एकमुष्ट सम्बोधन गर्ने गरी कार्य प्रक्रिया अगाडि बढाउँ भनेर हामीले स्थानीय सरकार सञ्चालन ऐन संशोधनको प्रस्ताव गरेर अहिले कानुन मन्त्रालयमा छ। त्यो संशोधन भएर आएपछि मात्रै त्यसलाई चाहिँ टेक्निकल्ली एड्रेस गर्न सकिने स्थिति छ। नदीजन्य पदार्थको उत्खनन, सङ्कलन र बिक्री सम्बन्धी प्रक्रियाको अनुगमन जिल्ला समन्वय समिति प्रमुख संयोजक रहेको जिल्ला अनुगमन समितिले गर्ने र आवश्यक सुधारका लागि निर्देशन दिन सक्ने व्यवस्था ढुङ्गा गिट्टी बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्डमा छ। नदीजन्य पदार्थको सङ्कलन र उत्खनन गरिने क्षेत्र 2 वा 2 भन्दा बढी गाउँपालिका वा नगरपालिकाको क्षेत्रभित्र पर्ने अवस्थामा संयुक्त समिति बनाई सङ्कलन, उत्खनन र बिक्रीको व्यवस्था मिलाउन सकिन्छ भनिए पनि यसो हुन सकेको छैन। 72 उत्खनन तथा बिक्री वितरणको क्षेत्रमा प्रदेश र स्थानीय तहबीचमा स्पष्ट बुझाइ भेटिँदैन। अधिकार क्षेत्र, क्षेत्रगत साँझ सिमानाको विषयमा समस्या त छ नै, भरपर्दो वातावरणीय मूल्याङ्कन नभई नदी दोहन भइरहेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 ले भन्छ ढुङ्गा, गिट्टी, बालुवा, माटो, काठ, दाउरा, जराजुरी, स्लेट, खरीढुङ्गा लगायत प्राकृतिक वस्तुको निकासी तथा बिक्री दस्तुर सङ्कलन गर्ने अधिकार स्थानीय पालिकालाई छ। यस्ता वस्तुको संरक्षण, तथ्याङ्क सङ्कलन, सर्वेक्षण, उत्खनन तथा उपयोगको दर्ता, अनुमति, नवीकरण र खारेजी तथा व्यवस्थापनको जिम्मा पनि स्थानीय सरकारलाई नै छ। स्थानीयदेखि सङ्घ सरकारसम्म पनि नदीजन्य प्राकृतिक स्रोतको समुचित प्रयोग र दीर्घकालीन संरक्षणको विषयमा केन्द्रित हुन छोडेर करको विषयमा मात्रै केन्द्रित हुनु गलत भएको आवाज विज्ञहरूबाट उठ्दै गर्दा केही स्थानीय तह यस्ता पनि छन् जसले पालिका बीचको आपसी विवादलाई आफ्नै सक्रियतामा समाधान गरेका छन्। सीमाना जोडिएको एउटा पालिकासँग विवाद भएर पनि अर्को पालिकासँग भने सौहार्दतापूर्वक विवाद टुङ्ग्याइएको उदाहरणहरू पनि छन्। वर्षाका 2 पालिकाले घरिघरि बल्झिरहने विवादलाई आफ्नै सक्रियतामा सुल्झाएका छन्। वीरगञ्जबाट सहकर्मी रोशनी हुसेनले तयार पार्नु भएको यो रिपोर्ट सुनाऊ। पर्सा जिल्लाको उत्तर पश्चिमतर्फ रहेको पटेरवा सुगौली गाउँपालिका र जिरा भवानी गाउँपालिका बीचमा छ भलुवाही खोला। पहिलो यो खोला जिरा भवानीको शङ्कर सरैया गाविस र पटेरवा सुगौलीको निचुटा गाविसमा पर्थ्यो। अहिले यी दुवै गाउँपालिकाको सिमानामा रहेको यो खोलाबाट 17 लाख घनफिट पटेरवा सुगौलीतर्फ र 5,50,000 घनफिट जिरा भवानीतर्फ ढुङ्गा, गिटी, बालुवा निकाल्ने गरिएको छ। देश संघीयतामा गएपछि 2074 मा पहिलो पटक भएको स्थानीय चुनावपछि बनेको स्थानीय सरकारबाट नै यस खोलाको प्राकृतिक सम्पत्ति उपयोगका बारेमा विवाद भयो। तर हिजो आज प्राकृतिक स्रोत भोगाधिकारको यो समस्या समाधान हुँदै गएको छ। 2 गाउँपालिकाका सरोकारवालाहरूको बीचमा निरन्तरको छलफल र संवादपछि सहमति भएर खोलाको प्राकृतिक स्रोत विवाद रहित उपभोग गरिरहेका छन्। 2074 सालमा जिल्ला समन्वय समितिले भलुवाही खोलाको स्रोत उपभोग गर्ने अधिकार पटेरवा सुगौलीलाई दिएको थियो। पटेरवा सुगौलीले खोलामा ठेक्का आह्वान गर्दा जिरा भवानीसँग विवाद भयो। त्यसयता विभिन्न चरणको छलफलपछि 74 सालमा नै यी 2 पालिका बीच 50-50% रोयल्टी बाँडफाँड गर्ने तर ठेक्का आह्वान गर्ने जिम्मेवारी पटेरवा सुगौलीलाई दिने सहमति भयो। तर अर्को वर्ष यसमा फेरि विवाद भएपछि आर्थिक वर्ष 2075-76 मा खोलामा ठेक्कै लागेन। अर्को वर्ष फेरि निरन्तरको बैठकपछि दुवै पक्ष मिलेर 80 र 20% उपयोग गर्ने गरी विवादको समाधान निकालेका छन्। दुवै गाउँपालिका भएर बग्ने खोलाको केही क्षेत्रलाई छोडेर 2 किलोमिटर क्षेत्रमा जिरा भवानीले ठेक्का पट्टा गर्ने र 2.5 किलोमिटर क्षेत्रमा पटेरवा सुगौलीले ठेक्का पट्टा गर्ने सहमति भएको छ। आफ्नो ठेक्का अनुसारै राजस्व सङ्कलन गर्ने सहमति भएको पटेरवा सुगौली गाउँपालिकाका ऊर्जा तथा वातावरण अधिकृत निर्मल कुमार सिंह बताउनुहुन्छ। हामी बारम्बार प्रयास गर्दाखेरि जिरा भवानी र पटेरवा सुगौली 3-4 चरणको बैठकपछि स्थलगत निरीक्षणदेखि सबै चिज गरेर एउटा चिजमा के सहमति आयो भने सर्टेन सेक्सन खोला त लामो छ, सिमाना छ भने जिगजाग हो, खोला त सिधा बग्दैन। कुनै सर्टेन पोर्सन कोही जिरा भवानी पनि बगिरहेछ, सर्टेन पोर्सन पटेरवा सुगौली पनि बगिरहेछ। त्यो नजरअन्दाज गरी सर्टेन पोर्सन 2 किलोमिटर जति म गर्छु, 2 किलोमिटर जति तपाईहरु गर्नुस्
भनेर सहमति भयो। सहमति भइसकेपछि त्यही अनुसारले जिरा भवानीले आफ्नो क्षेत्रको आफ्नो ठेक्कापट्टा गर्छ, उसको राजस्व आफै राख्छ। पटेवा सुगौलीले आफ्नो सेक्सनको आफ्नै ठेक्कापट्टा गर्छ, आफ्नो राजस्व आफै राख्छ। आर्थिक वर्ष 2076-77 सालदेखि निरन्तर रूपमा दुवै गाउँपालिकाले आफ्नो क्षेत्रमा ठेक्कापट्टा लगाउँदै आएका छन्। त्यसपछि यी दुई पालिका बीचमा कुनै विवाद देखिएको छैन। तोकिएको घाटबाट खोलाको प्राकृतिक स्रोत उत्खनन गरी निकासी गर्ने र राजस्व संकलन गर्ने काम भइरहेको छ। अहिले आफूहरू बीचमा कुनै पनि विवाद नरहेको जिरा भवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा बताउनुहुन्छ। लगभग 2 वर्ष अगाडि केही खोलाको केही पार्ट पटेवातिर पर्छ, केही पार्ट जिरा भवानीतिर पर्छ। एकपुष्ट रूपमा गरौँ कि इन्डिभिजुअली नै गरौँ, दुवै पालिकाले त्यो विषयमा एकचोटि विवाद भएको थियो। त्यो उच्च अदालत जनकपुर वीरगन्जमा हामी त्यहाँ मुद्दा गरेका थियौँ। त्यो दुवै पालिकाले आफ्नो सम्झौता गरी आपसीमा समन्वय गरी जुन पार्ट पटेवामा पर्छ पटेवालाई गर्छ, जुन पार्ट जिरा भवानीमा पर्छ जिरा भवानी गर्छ। त्यसपछि हामी जिरा भवानी विवाद रहित रूपमा हामी आफ्नो गरिरहेका छौँ र उहाँहरू आफ्नो गर्नु भइरहेको छ। अहिले दुवै गाउँपालिका खोलाको अनुचित दोहन हुन नदिन समेत सचेत रहेको बताउँछन्। खोला धेरै उत्खनन गरेपछि भासिने डर हुने भएकोले यसलाई नियन्त्रण गर्न गाउँपालिकाहरूले भलुवाई खोला किनारमा तटबन्ध निर्माण गर्ने, वृक्षारोपण गर्ने जस्ता काम पनि गरिरहेका छन्। पालिकाबाट बेला बेलामा अनुगमन पनि हुने गरेको छ। अहिले दुवै पालिकाले भलुवाही खोलाबाट उठाएको राजस्व र निर्माण सामग्रीको उपयोग गरेर पालिकामा विकास निर्माणको कार्य गरिरहेको जिरा भवानी गाउँपालिका वडा नम्बर 3 परासवाकी स्थानीय कुसुमतारा देवीको भनाइ छ। दोनों गांव के लोग मिलके, दोनों मुखिया मिलके नदी के जौन समाधान पैसा आवेला ओकर नदी के जौन समाधान बा ओकरा के मिलके निमन से विकास करे नि लोग, गांव घर के लोग खुश बा। जिल्ला प्रशासन कार्यालय संघको समन्वयमा नापी कार्यालय र पालिकाका अमिनहरूले खोलालाई 2 भागमा छुट्याएका थिए। त्यसयता पटेवा सुगौलीले 80% र जिरा भवानीले 20% ठेक्का लगाउँदै आएका छन्। गत वर्ष पटेवा सुगौलीले 1 करोड 24 लाख ठेक्का लगाएको थियो भने जिरा भवानीले 31 लाख रुपियाँमा ठेक्का लगाएको थियो। चालु आर्थिक वर्षमा पटेवा सुगौलीले विज्ञहरूको सहयोगमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पनि तयार पारिसकेको जनाएको छ। पहिले विवाद भए पनि अहिले दुवै पालिकाले सहमतिमा आफ्नो अधिकार क्षेत्र अनुसार यस खोलाको प्राकृतिक सम्पत्ति उपभोग गरिरहेका छन्। संविधानले संघ, प्रदेश र स्थानीय तहका सरकारहरू बीच हुने राजस्वको बाँडफाँड, वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान तथा आन्तरिक ऋण र प्राकृतिक स्रोतको बाँडफाँडका सम्बन्धमा प्राकृतिक स्रोत तथा वित्त व्यवस्थापन आयोगले समन्वय गर्ने अधिकार दिएको छ। नदीजन्य पदार्थ उत्खनन र उपयोगमा सरकारहरू बीच किन विवाद भइरहन्छ? यसको समाधान के होला? हालको कानूनले यसलाई समेट्न नसकेको हो भनेर मैले प्राकृतिक स्रोत तथा वित्त व्यवस्थापन आयोगका सदस्य जुद्धबहादुर गुरुङलाई सोधेको छु। त्यो विवाद भएको चाहिँ संघीय सरकारको कारणले हो। संघीय सरकारले कहिले चाहिँ प्रदेश सरकारको जिम्मेवारीमा पठाइदिने, कहिले पालिका सरकारको जिम्मेवारीमा पठाइदिने, अनि सबैतिर अन्यल भएपछि त्यो खालको खलबलिएको परिवेश नै सिर्जना भएको हो। जस्तो संविधानको अनुसूचीमा जुन संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार अन्तर्गत पनि यसलाई राखिएको छ। फेरि खानीजन्य पदार्थहरू उत्खनन र व्यवस्थापनको कुरा प्रदेशमा पनि छ, स्थानीय तहलाई पनि अधिकार दिएको छ। यो साझा अधिकार भएर झन् धेरै विवाद हुने, झन् समस्या हुने भाव हो कि अथवा नयाँ नयाँ हामी संघीयताको अभ्यासमा भाव भएर यसलाई राम्रोसँग कार्यान्वयन गर्न नसकेको कि समस्या चाहिँ किन यस्तो भएको त? खास गरेर दुईटै कुरा हो। नयाँ पनि भयो, बुझाइ पनि कमजोर रह्यो। प्राकृतिक स्रोत भनेर अनुसूची 9मा 6 नम्बर बुँदा पनि छ, रोयल्टी भनेर हैन, 14 नम्बर बुँदा पनि छ भनेको यसले चाहिँ प्राथमिकता धेरै दिएको छ प्राकृतिक स्रोततिर भन्ने कुरा देखाउँछ। 2 ठाउँमा भयो हुनाले हैन, कुरा त एउटै हो, ठाउँ चाहिँ 2 ठाउँमा उनीहरूले उल्लेख गरेको छ। यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा चाहिँ बुझाइको कमजोरी हो पहिलो कुरा। प्रदेशले मेरो भन्ने, पालिकाले मेरो भन्ने, संघले तिमीहरूको यो मिलाएर गर भन्ने। ढुङ्गाकिटी बालुवा अथवा 72-72 को चाहिँ संघसित सम्बन्ध छैन, पालिका र प्रदेशसित मात्रै सम्बन्ध छ। पालिकाहरूले उठाएपछि 40% चाहिँ प्रदेशलाई पठाउनु पर्ने व्यवस्था छ। पालिकाले उठाउँछ र 60% 50-50 दुईटाको साझा अधिकार भए हुनाले 50-50 राखेको हुन्छ। 10% चाहिँ उनीहरूको प्रशासनिक खर्च भनेर एउटाले उठाउनेले चाहिँ 60 र
नउठाउनेले चाहिँ 40% चाहिँ छुटाएको हुन्छ। त्यो अनुसार उनीहरूले व्यवस्थापन गरे हुन्छ। स्थानीय तह बीचमा पनि अलिकति विवाद जस्तो नै देखिन्छ। स्थानीय तहको बीचमा चाहिँ अरू विवाद होइन, सिमानामा रहेका खोलामा कसको अधिकार रहने, कसले ठेक्कापट्टा लगाउने, कसले धेरै कर सङ्कलन गर्ने भन्ने विषयमा पनि ठाउँमा विवाद छ। त्यो विवाद चाहिँ कसरी समाधान गर्ने होला? त्यो विवादहरू दुईटै पालिका बसेर, त्यो सम्बन्धित पालिकाहरू बसेर एक साल एकजनाले उठाउने, अर्को साल अर्कोजनाले उठाउनेले पालो लाने हुन्छ। जस्तो बुटोलको चाहिँ त्यस्तो छ। बुटोल र उता तिलोतमाले तिनौँ नदीबाट आउने ढुङ्गा गिटी बालुवा अब उठाएको एक साल एकजना एउटा पालिकाले उठाउँछ, अर्को साल अर्को पालिकाले उठाउँछ। त्यसरी उनीहरूले व्यवस्थापन गरेका छ। सिमानामा पर्ने चाहिँ स्रोतहरू परिचालन गर्दाखेरिको निस्केको विवादहरू कसरी समाधान गर्ने भन्दा हामीले सुझावहरू यस्तै खालका दिने गर्दै आएका छौँ। सहमति हुन चाहिँ कस्तो अवस्था मात्रै सजिलो हुने रहेछ भन्दा आधा सिमाना भएको अवस्थामा चाहिँ ल नि त यो पालि हामीले उठाउँछौँ, अर्को पालि तपाईँले उठाउनुहोस् भन्न पनि ठिकै छ। तर अलिकति 40-60 को अवस्था अथवा 30-70 को अवस्था भएको अवस्थामा त फेरि मिल्दैन रहेछ कुरा। अब सहमति त सहमति नै गर्नु पर्यो। त्यसको लागि चाहिँ केही छुट्टै ऐनै चाहिन्छ कि वा स्थानीय त आफै जागरुक हुने हो कि के हो? स्थानीय तहहरूको बीचमा यसलाई समाधान गर्न उनीहरूको बीचमा मेमोर अफ अन्डरस्ट्यान्डिङ डेभलप गरेर सम्झौता पत्र तयार पारेर यति % चाहिँ उठाउने मैले, तपाईँले यति % उठाउनु तपाईले भनेर एउटा सहमति बनायो भने यो समस्या समाधान हुन्छ। विवाद गर्ने भने दुईटैले पाउँदैन, दुईटैको लागि लस हुन्छ। विवाद चाहिँ गर्नु हुँदैन, सहमति चाहिँ जानुपर्छ भन्ने लाग्छ। यसलाई चाहिँ खानी तथा खनिज ऐनले सम्बोधन गर्नुपर्ने स्थिति रहेछ होइन? यसको लागि छुट्टै कानुन चाहियो भन्ने पनि माग छ। खानी ऐनले यसलाई छुँदैन। किन छुँदैन भने खानी भनेको जमिन मुनिको पदार्थलाई मात्र खानी भन्छौँ। खनेर निकाल्नु पर्यो क्या होइन? त्यसो हुँदाखेरि खानीले छुट्टै हो होइन? यो माथि बोकेको हुन्छ क्या, जमिन सतहदेखि माथिको पाटो भएको हुनाले यसलाई छुट्टै ऐन चाहियो। अब जमिन मुनि भइदिएको खोलाको ढुङ्गालाई ढुङ्गा खानी भन्दैनौँ होइन? खोलाको ढुङ्गा खोलाले बगाएर ल्याएकोलाई हामीले कलेक्सन मात्रै गर्छौँ। तर खानी सञ्चालन चाहिँ ढुङ्गा खानी सञ्चालन गर्नेहरूलाई चाहिँ खानी ऐन नै लागू हुन्छ होइन? हाम्रो कन्टेस्टमा अझ विश्वकै कन्टेस्टमा भनौँ न 72-72 र यो खानी ऐन चाहिँ फरक हो। त्यही अनुसार नयाँ कानुन बनेको हो भन्ने मलाई लाग्छ। 72-72 को जुन क्षेत्र छ यसबाट लिन सक्ने फाइदा पनि छ, तर वातावरण जोगाउनु पर्ने आवश्यकता पनि उत्तिकै छ होइन? वातावरण पनि जोगाउने र यसबाट लिन सक्ने फाइदा पनि लिनको लागि चाहिँ स्थानीय सरकार, प्रदेश सरकार, सरकारवाला सबैजना चाहिँ गम्भीर हुनुपर्ने देखियो। समुदाय पनि, सरकार मात्रै होइन समुदाय होइन? सरकारले मात्रै भ्याउँदैन। त्यो खोलाको छेउमा पनि समुदाय हुन्छ नि, त्यो समुदाय पनि संवेदनशील हुनुपर्ने जस्तो लाग्छ। किनभने प्रभावित त उनीहरू नै हुन्छ। खोलाले बगाएर ल्याएको ढुङ्गा, खोलाले बगाएर ल्याएको बालुवा अनि काठहरूको दाउराहरूको सङ्कलन गर्ने, व्यवस्थापन गर्ने जिम्मा त पहिलो प्रभाव त उनीहरूलाई परेको हुन्छ। उनीहरूले नै त्यसप्रति अलिकति गम्भीर भएन भने होइन त्यसलाई चाहिँ यसले व्यवस्थापन गर्न गाह्रो होला। त्यसको लागि त अथेन्टिसिटी गर्न, अथेन्टिक बनाउन, अधिकारिता प्राप्त गर्नको लागि पालिका सरकारहरू नै, एकदमै नजिकको सरकार भएको पालिकाहरू नै बढी जिम्मेवार हुन्छ। तर त्योभन्दा पनि वडा भन्दा नि तल्लो स्तरमा जाँदाखेरि स्थानीय सरकारहरू के अरे स्थानीय समुदायहरू नै खोला किनारमा बस्ने स्थानीय समुदायहरू नै बढी जिम्मेवार भयो भने यसलाई अलि प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ होला लाग्छ। कुराकानीका लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त व्यवस्थापन आयोगका सदस्य जुद्ध बहादुर गुरुङलाई धन्यवाद। उहाँका अनुसार स्थानीय सरकारले आफै सक्रियता देखाएर आफ्नो सीमा क्षेत्रका प्राकृतिक स्रोतको उपयोग गर्ने बारेमा सहमति खोज्नुपर्छ भने भएका सहमति कार्यान्वयन गर्नुपर्छ। हरित अभियान। अब हरित आर्थिक वृद्धिका अभ्यासबारे सुनौं। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई सुन्दर, सफा र हरियाली सहर बनाउने दीर्घकालीन योजनाका साथ नगरपालिकाले अभियान चलाइरहेको छ। अभियान अन्तर्गत नगरपालिकाले एक घर दुई बिरुवा हामी आफै कुरुवा कार्यक्रम सञ्चालन गरिरहेको छ। नगरपालिकाको यो नीति बारेमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल जानकारी दिँदै हुनुहुन्छ। वीरेन्द्रनगर नगरपालिकालाई एउटा ग्रीन सिटीको रूपमा पनि विकास गर्ने हाम्रो लक्ष्य छ हैन। वीरेन्द्रनगर नगरपालिकाले 2 वर्ष अगाडि
हामीले इन्टरनेसनल कमिटमेन्ट पनि गरेका छौँ कि सन् 2030 सम्म वीरेन्द्रनगर नगरपालिकालाई वातावरण मैत्री सहर अथवा रेजिलेन्ट सिटी मानव बसोबास योग्य सहरको रूपमा चाहिँ स्थापित गर्ने भन्ने कुरा चाहिँ हाम्रो कमिटमेन्ट पनि छ। अहिले वीरेन्द्रनगर नगरपालिकाको जति पनि सडकहरू बनेका छन् नयाँ सडकहरू, त्यो सडकको छेउमा हामीले बिरुवाहरू रोप्ने कामलाई तीव्रताका साथ अगाडि बढाएका छौँ। गत 2 वर्षमा मात्रै हामीले 7,500 बिरुवा वीरेन्द्रनगर नगरपालिकामा नयाँ बनेका सडक र विभिन्न ठाउँहरूमा रोपेका छौँ। यसले सहरी सुन्दरता पनि बढाउने, वातावरण पनि राम्रो बनाउने र सफा स्वच्छ सहर पनि देखिने हुँदा अहिले हाम्रो प्राथमिकतामा यो परेको छ। अहिले प्रत्येक घरले 2टा बिरुवा लगाउनु पर्ने हाम्रो नीतिमा पनि छ। नयाँ घर निर्माण गर्दा पनि सकेसम्म बिरुवाहरू लाउने कुरालाई हामीले जोड दिएका छौँ। एक घर 2 बिरुवा हामी आफै कुरुवा भन्ने यसको नारा पनि रहेको छ। र अहिले जति पनि काम गर्छौँ गर्दाखेरि जलवायुसँग पनि जोडेर कसरी जलवायु मैत्री हिसाबले हाम्रा कामहरू हुन्छन्, कृषि क्षेत्रको होस् पशुपालनको कुरा होस्, त्यसलाई पनि जोडेका छौँ। अहिले फलफुल खेतीलाई पनि त्यतिकै हाम्रो प्राथमिकता छ। यो वर्ष पनि नगरपालिकाले 50% अनुदानमा पूर्ण रूपमा अनुदान दियो भने त्यो त्यति प्रभावकारी नबन्दिन सक्छ। 50% अनुदानमा पनि हामीले फलफुलका बिरुवाहरू बाँड्ने र हुर्काउने नीति पनि लिएर अगाडि बढेका छौँ। यस्ता थुप्रै कुरालाई नगरपालिकाले जोडेको छ। अहिले हामीसँग विभिन्न पार्कहरू छन् हैन। बुलबुलेमा पनि वृक्षारोपण कार्यलाई तीव्रता दिएका छौँ ताकि एउटा सुन्दर रमणीय प्राकृतिक पार्कको रूपमा विकास गर्न सकियोस्। शहीद पार्क, घण्टाघर छेउछाउ हामीले व्यवस्थित पार्क बनाउने गरी खुल्ला पार्कको पनि अवधारणा सहित अगाडि बढेका छौँ भने त्यहाँ पनि आकर्षक फूल प्रजातिका बिरुवा रोप्ने र त्यसले पार्कको पनि काम गर्ने र सहरी सुन्दरता पनि बढाउने गरी अगाडि बढाएका छौँ। यस्ता थुप्रै परियोजना वीरेन्द्रनगर नगरपालिकामा अहिले रहेका छन्। वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख मोहनमाया ढकाललाई धन्यवाद। तपाईँ पनि आफ्ना समुदायमा भएका यस्तै हरित अभ्यास सुनाउन र कार्यक्रमबारे सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हामीलाई फोन गरेर भन्नुहोस् है। तपाईँको समुदायका अभ्यास अनि कार्यक्रमबारे सल्लाह सुझाव र प्रतिक्रिया हामी कार्यक्रममा समावेश गर्नेछौँ। हामीलाई फोन गर्नका लागि नेपाल टेलिकम प्रयोगकर्ताले 166001 34567 मा फोन गरेर रेकर्ड गराउनुहोला। फोन गर्दा पैसा लाग्दैन। तपाईलाई थाहा छ, बालुवा र गिटी उत्खनन पानीपछि दोस्रो सर्वाधिक दोहन गरिने प्राकृतिक स्रोत हो। मानिसले हरेक वर्ष 50 अर्ब टन बालुवा र गिट्टी उत्खनन गर्ने गरेको तथ्याङ्क छ। निर्माण सामग्रीका लागि नदीजन्य बालुवा गिट्टीको अत्यधिक माग छ। साथै सिलिका बालुवा, सिसा, सिरामिक्स र इलेक्ट्रोनिक्स उत्पादन गर्न पनि आवश्यक स्रोत हो। विश्व बजारमा संयुक्त राज्य अमेरिका बालुवाको प्रमुख निर्यातकर्ता रहँदै आएको छ। यसले सन् 2018 मा विश्वव्यापी बालुवा निर्यातको 30% हिस्सा ओगटेको थियो, जबकि सिङ्गापुर सबैभन्दा ठूलो आयातकर्ता हो, जसले पछिल्लो 20 वर्षमा 517 मिलियन टन बालुवा आयात गरेको छ। जनसङ्ख्या वृद्धि, सहरीकरण र आर्थिक विकासको लहरमा लागेका विकासशील राष्ट्रहरूमा बालुवाको माग आउँदो वर्षहरूमा अझै बढ्ने अनुमान गरिएको छ। विश्वव्यापी रूपमा उत्पादन हुने कुल सिमेन्टको लगभग 2/3 भाग चीन र भारतमा मात्र उत्पादन हुन्छ। ती देशहरूमा बालुवाको माग अझै बढ्ने अपेक्षा गरिएको छ। तर अत्यधिक उत्खननका कारण विश्वभरका प्रमुख नदीहरूले 50 देखि 95% सम्म प्राकृतिक बालुवा र गिट्टी गुमाइसकेको संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम UNEP को सन् 2022 को रिपोर्टले देखाउँछ। बालुवा खानीहरूको नियमन, दिगो उत्खनन अभ्यास र अवैध उत्खनन नियन्त्रण आवश्यक रहेको यस अध्ययनहरूको निष्कर्ष छ। कार्यक्रम दिगो राम्रो तपाईले हाम्रो वेबसाइट www.afn.org.np, एन्टेना फाउन्डेसन नेपालको फेसबुक पेज, युट्युब च्यानल र साउन्डक्लाउडबाट जुनसुकै बेला सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम दिगो राम्रोको आजको भागमा हामीले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन र व्यवस्थापनका विविध विषयमा छलफल गर्यौं। आशा छ यी छलफल तपाईको निम्ति पक्कै उपयोगी भयो होलान्।
रेडियो कार्यक्रम दिगो राम्रो इन्टरन्युज अर्थ जर्नलिजम नेटवर्कको सहकार्य र युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित मिडिया फर इन्क्लुसिभ ग्रिन ग्रोथ परियोजना अन्तर्गत एन्टेना फाउन्डेसन नेपालले उत्पादन गरेको हो। आजका लागि भने रेडियो कार्यक्रम